हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै छौँ। आज चाहिँ हामी जाँदैछौँ गुल्मीको यही झरना। अब त नजिकै हामी अलमोस्ट आइसक्यो। अब 10 मिनट्स 15 मिनट्समा पुगिन्छ। हाम्रो बाइक द बेस्ट यहाँ छ भने आजको भ्लगको इन्ट्रोडक्सनको सुरुवात भएको छ डाइरेक्ट पुलबाट। अनि यो पुलको लम्बाइ चाहिँ 359 मिटर छ भने बाँकी अरू डिटेल्सहरू तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ भने टक्क पुल चाहिँ देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ अब फर्स्ट टाइम यहाँ पुलमा लैजाँदैछु। अनि तल देख्न सक्नुहुन्छ गण्डकी। अनि अहिले चाहिँ हामी यो भएको ठाउँ चाहिँ यो पर्वत जिल्ला हो भने पारी यो पुल पारी जाने बित्तिकै हामी गुल्मी जिल्लामा पुग्छौँ। र झर्ना पनि यहाँबाट लगभग 10-12 मिनट्समा पुगिन्छ बाइकमा मजाले। यता हाम्रो अमिल छ अनि उता हाम्रो द बिस्ट छ होइन। फर्स्ट टाइम हो लग्दै। देख्नुहोस् नि राम्रोसँग बस है त ल। मलाई देखा न गाइस। अब यताबाट देखा अगाडि पनि देखा राम्रोसँग देखा न सबै फोन फेरि अलि पछाडिबाट देखा न। मेरो ढाडबाट देखा कि मलाई देखा बाँकी बाइकलाई अनि भ्यूलाई देखा कि बुझिस्। गाइज अब चाहिँ म भिडियो गर्दिनँ। यहाँ फोन खस्यो भने फेरि गण्डकी सिधै हेर्नु न यस्तो छ सिन है। म फर्स्ट टाइम पनि हो ल्याएको त्यस्तो डर त छैन। कन्फिडेन्टका साथ म गइदिन्छु। तर फोन खस्यो भने चाहिँ फोनलाई चाहिँ रिस्क नलिगौँ भनेर चाहिँ अब म चाहिँ फोन खोल्टीमा राख्छु यार। बोली नि मेरो आजहरू कस्तो लतपत्ती राख यार। ल गाइज पुल पारि आइसक्यो देख्न सक्नुहुन्छ। पछाडि पुल स्मुथली आइयो होइन। त्यहाँ पछाडि मान्छे त हुनुहुन्थ्यो त्यहाँ हल्का स्लो गरेर झरेर यता हेलमेट यता राखेको थिएँ कि मैले फेरि हल्का यसो पुलमा मान्छेको थोप्रा देखेँ भनेर। तर हेलमेट चाहिँ खोलेर चलाउनुहुन्न। यो चाहिँ एउटा वार्निङ हो। यहाँ यसो देखियोस् पुलमा भनेर कि कसैलाई इफेक्ट नगर्ने गरी चलाएको हो। त्यही भएर पुल हेर्नु न खतरा लामो हो कि होइन गाइज। पुल बवाल छ कि होइन। यो पुल चाहिँ म फर्स्ट टाइम हो क्रस पनि फर्स्ट टाइम आएको। सबै गरेको यो पुलमा फर्स्ट टाइम हो। हामी अघि चार जाँदा उतातिर अर्को पुल थियो त्यताबाट ट्याग गर्थ्यौँ भने अब यो पुलबाट पक्कासँग होइन बवाल छ कि। यहाँ पनि अर्को पुल छ फेरि कतिको देखियो है कुन्नी देखिएछ होइन। देखियो ल देखियो। फर्स्ट वाटरफल आइसकेको छ। तर यो चाहिँ होइन वाटरफल हामी उताको अलिक ठुलो वाटरफल जान्छौँ। तर यो पनि खतरा सेक्सी देखियो कि यहाँको वाटरफल पनि है। भिडियो स्टार्ट गरेँ गाइज। अब यो हामीले अब झर्नामा आउन लागिसकेको छौँ होइन। मलाई त देखाएन कि यसले प्र्याङ्क गरिदिनुहोस् मैले साला चाहिँ यही हो भन्छ मलाई ठग्छस् ह गाइज। अब चाहिँ हामी झर्नामा आयौँ भन्दा नि हुन्छ। अघि चाहिँ प्र्याङ्क भएको थियो। यहाँ चाहिँ हल्का बाटो नै स्लिपरी रहेछ। अनि झर्ना चाहिँ हाम्रो यो टर्निङबाट उता चाहिँ हाम्रो झर्ना हो। अब चाहिँ हामी झर्नातिर लाग्छौँ है त। हाम्रो गाइज आइयो फाइनली गाइज झर्नामा। यहाँबाट कस्तो जाडो भइरहेको छ होइन। हावाले हान्छ यहाँ त के हो भनेको। हावा हेर्नु कस्तो आइरहेको कि होइन। यसो अलिक क्लोज सर्ट जानु त क्लोज राइट गाइज हेर्न सक्नुहुन्छ है झर्ना। आम्बो यहाँ त हावा त हरिसित चल्छ त। उता दाइ एकजना दाइले पनि आफ्नो गाडीमा वास गर्दै हुनुहुन्छ।
पानी हो एकदम अर्ग्यानिक। आयो अफ रोड किङ। कताबाट लगेको होला कि यताबाट लिएर गएको बाइक पनि यहाँ। अनि यहाँ लोटाउ जस्तो लाग्थ्यो भिडियो गरिदिउँ भनेको, फेरि यता पुर्लुक्का हेरेको अनि मैले भिडियो गरेर फेरि कराउने कि भनेर होइन। अरूलाई प्राइभेसी पनि त हुन्छ नि। अनि यताबाट लान्छ के अरे यहाँ यहाँबाट यत्रो बाटो छ त यहाँबाट यो छेउछेउ आएको कि त्यो मान्छे फेरि यता लान सक्यो यताबाट। थ्याङ्क यू सो मच फर वाचिङ आवर भ्लग। आजको लागि यति नै। अनि अब यहाँको हामी अब यो अफरोड एकदम बवाल चिप्लो छ। अनि यस्तै राम्रो राम्रो बवाल खालको भिडियोहरू अझै पनि आउँछ हाम्रो च्यानलमा। सो डोन्ट फर्गेट टु शेयर एन्ड सब्सक्राइब अनि हिट द बेल आइकन। अनि कमेन्ट पनि गर्न नछुटाउनु होला भन्दै आजको भिडियो एन्ड गर्न चाहन्छु। हस् त, बाई बाई गाइज।